गणतन्त्रबाट आजित भएका सम्पूर्ण नागरिकहरूले मुक्तिको बाटो खोजिरहेका छन्। तर हिजो राजतन्त्र र हिन्दू धर्मका कुरा गरेर हिँड्ने व्यक्तिहरू नै, जसले हिजो चाहिँ राजाको नाम बेचेर चाहिँ सत्तामा पनि रहने, सडकमा पनि आन्दोलन गर्ने ती व्यक्तिहरू तितर बितर भएर एउटै कित्तामा उभिन नसकेको देख्दा नागरिक सबैलाई फेरि यहाँबाट आह्वान गर्छौं, मन्त्री तपाईं नै बन्नुहोस्, प्रधानमन्त्री तपाईं नै बन्नुहोस्, देशको व्यवस्था परिवर्तन गरौं, नागरिकको अवस्थामा परिवर्तन गरौं। नागरिकहरू पार्टीको झण्डा त्यागेर आउनुहोस्, सडकमा साँच्चै आउने समर्पण गर्न सिक्नुहोस्। को पहिले दौडिने अनि को प्रधानमन्त्री हुने खेलमा नजानुहोस्। हिजो तपाईहरूले गाउँ गाउँमा सहकारी, घर घरमा भकारी भन्ने नाराका साथ गरिब, सर्वहारा र उत्पीडनका नारा लिएर अगाडि उठ्नुभयो। तर आज त्यसको विपरीत गाउँ गाउँमा सहकारी स्थापना गर्नुभयो। घर घरबाट आज मान्छेले चाहिँ घर लिलाममा परेर बैंक, लघुवित्त र सहकारीको ऋण तिर्न नसकेर आजित भएर आत्महत्या गर्नुपर्ने। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका केन्द्रीय प्रवक्ता माधव कल्पित हुनुहुन्छ। माधवजी, स्वागत छ यहाँलाई। धन्यवाद। राजा ल्याउँछु भनेर हिँड्नु भएको, बाटोमा बरा लिएर 5 थरी राजावादी फुटेर 5 तिर पुग्नु भयो नि त। कुरो के छ भनेदेखि अब यो देशमा 34 वर्षको दौडानमा गणतन्त्रबाट आजित भएका नागरिकहरू आज देशमा व्यवस्था परिवर्तन, अवस्था परिवर्तनको लागि सडकमा आम नागरिकहरू उत्रिसकेको छन्। गणतन्त्रबाट आजित भएका सम्पूर्ण नागरिकहरूले मुक्तिको बाटो खोजिरहेका छन्। तर हिजो राजतन्त्र र हिन्दू धर्मका कुरा गरेर हिँड्ने व्यक्तिहरू नै, जसले हिजो चाहिँ राजाको नाम बेचेर चाहिँ सत्तामा पनि रहने, सडकमा पनि आन्दोलन गर्ने ती व्यक्तिहरू तितर बितर भएर एउटै कित्तामा उभिन नसकेको देख्दा नागरिक बचाउ अभियानलाई हास्यास्पद देखिरहेको छ। र हामी सबैलाई फेरि यहाँबाट आह्वान गर्छौं, मन्त्री तपाईं नै बन्नुहोस्, प्रधानमन्त्री तपाईं नै बन्नुहोस्, देशको व्यवस्था परिवर्तन गरौं, नागरिकको अवस्थामा परिवर्तन गरौं। नागरिकले बैंक, लघुवित्त र सहकारीको पीडामा परेर आज जीवन उत्सर्ग गर्न बाध्य भएका छन्। लाउला र खाउला भन्ने आशामा 34 वर्ष तपाईको व्यवस्थामा पर्खिएका, तडपिएका नागरिकको मुक्तिका लागि म सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, झलनाथ खनाल, शेरबहादुर देउबा अनि प्रचण्ड लगायतका सबैलाई तपाईहरु एउटै कित्तामा आउनुहोस्। तपाईले प्रतिपादन गर्नुभएको पद, तपाईले बोकेर हिँड्नु भएको गणतन्त्रबाट आज यो मुलुकमा कोही पनि सुख शान्तिका साथ जीवन जिउन सकेन। 34 वर्ष अगाडिको संगठित परिवार आज तपाईहरुको व्यवस्थाको कारणबाट विखण्डित बन्न पुग्यो। हिजो तपाईहरुले गाउँ गाउँमा सहकारी, घर घरमा भकारी भन्ने नाराका साथ गरिब, सर्वहारा र उत्पीडनका नारा लिएर अगाडि उठ्नुभयो। तर आज त्यसको विपरीत गाउँ गाउँमा सहकारी स्थापना गर्नुभयो। घर घरबाट आज मान्छेले चाहिँ घर लिलाममा परेर बैंक, लघुवित्त र सहकारीको ऋण तिर्न नसकेर आजित भएर आत्महत्या गर्नुपर्ने। 15-20 लाख रुपियाँ ऋण तिर्न नसकेर, छोराछोरी पढाउन नसकेर, छोराछोरीको स्वास्थ्य शिक्षाको प्रावधान मिलाउन नसकेर आज एउटा गाउँको, एउटा वार्डको जनसङ्ख्या जति प्रत्येक दिन अन्तर्राष्ट्रिय एयरपोर्टबाट बाहिरिनु पर्ने विडम्बना छ। आजको अवस्था भयो क्या माधवजी? तपाईले जे भनिराखे पनि नागरिकमा निराशा छ, नागरिक सडकमा आउन तयार भइसके। राजा एउटा शहरबाट अर्को शहरमा आउँदाखेरि पूर्व राजालाई स्वागत गर्न नागरिकहरूको भिडभाड लाग्यो। नागरिक त आयो क्या, तर सधैँ राजा ल्याउनु पर्छ भनेकाहरू फुटेर 5 तिर, यो चाहिँ ठिक छ भने? यसकै लागि त हामी लडिरहेको छौं। हामीले के आह्वान गरेको छ? नागरिक बचाउमा अभियानको केन्द्रीय संयोजक ज्यू लगायत हाम्रो आह्वानै एउटै छ, तपाईहरु पार्टीको झण्डा त्यागेर आउनुहोस्, सडकमा साँच्चै आउने समर्पण गर्न सिक्नुहोस्। को पहिले दौडिने अनि को प्रधानमन्त्री हुने खेलमा नजानुहोस्। तपाईले एउटा कुरा, दुर्गा प्रसाईले राजेन्द्र लिङ्गदेन नस्वीकार्ने, राजेन्द्र लिङ्गदेनले कमल थापा नस्वीकार्ने, कमल थापाले अर्को नवराज नस्वीकार्ने,
यसरी एकअर्कालाई एकअर्काको अस्तित्व नै स्वीकार नगरेपछि तपाईँहरूले भन्ने गरेको यो राजतन्त्र राज संस्था अरू के तन्त्र यहाँहरूले जे भजाउँदै आउनु भएको छ यो चाहिँ स्थापित हुन्छ भने दुर्गा परसाईजीले जो आए पनि दुर्गा परसाईजीले त्यसैलाई स्वीकार्छु भनिसक्नु भएको छ। व्यवस्था परिवर्तन गरौँ, नागरिकको अवस्थामा परिवर्तन गरौँ। मलाई मन्त्री बन्नु पनि छैन, प्रधानमन्त्री बन्नु पनि छैन। राजेन्द्र दाई, तपाईको चाहिँ धवल शमशेरजीहरू, कमल थापाजीहरू, अहिले त उहाँले यतिसम्म भन्नुभएको छ यो देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि नागरिक बचाउमा अभियानमा आएर पार्टीको झण्डा फ्याँकेर राष्ट्रिय झण्डा मुनि कोही एकताको सूत्रमा बाँधिन्छ भने दुर्गा परसाई मात्रै होइन, हाम्रो सिङ्गो नागरिक बचाउ अभियानले उहाँलाई स्वीकारेर उहाँको पछाडि हिँड्न हामी तयार छौँ। हामीमा कुनै लोभ छैन, कुनै आशा छैन, कुनै भरोसा यति मात्रै छ, व्यवस्था परिवर्तन गरौँ। हामी कसैको गुलाम बन्नुपर्छ भने नेपाली जनताको गुलाम बन्न तयार छौँ, नेपाल र राष्ट्रप्रति गुलाम बन्न तयार छौँ। तर विदेशीको नुन खाएर, विदेशीको इसारामा तपाईको संसदमा बसेर होली वाइन पिएर गणतन्त्रको नारा लगाउने, त्यहाँ गएर गणतन्त्र ठिक छ भनेर जय जयकार गर्ने, अनि सडकमा आएर राजतन्त्रको कुरा गर्ने, हिन्दू धर्मका कुरा गर्ने, यो दोहोरो चरित्रबाट तपाईँहरू बाहिर आउनुहोस्। एउटै मात्रै एजेन्डामा, एउटै मात्रै लक्ष्य र उद्देश्य बोकेर आउनुहोस्। दुईटा नाउमा खुट्टा नहाल्नुहोस्। दुर्गा परसाई हाम्रो अभियानले भन्न खोजेको त्यही मात्रै हो। तपाईको अभियानको केन्द्रीय संयोजकले आफ्नै घरमा पत्रकार सम्मेलन गरेर म कसैको हली हुन जान्न भनेर राजेन्द्र लिङ्गदेन, कमल थापालाई स्वीकार गर्दिन, यिनीहरूको नेतृत्व मान्दिन भने होइन र भने हली यो अर्थमा हामी हुन जाँदैनौँ भनेको सडक र सदनमा दोहोरो चरित्र देखाउने अनि पार्टीको झण्डा दलीय व्यवस्थाबाट मुलुक असफल भएका कारणले हामीले राष्ट्रिय झण्डा मुनि आओ भनेको, हामीले व्यवस्था परिवर्तन गर्न खोजेको। अनि यही व्यवस्थामा टेकेर कुनै पनि पार्टीको कुनै आइडियोलोजी हुँदैन, सिद्धान्त हुँदैन, लक्ष्य उद्देश्य हुँदैन। नेताहरूलाई अप्ठ्यारो पर्दा एक ठाउँमा उभिने, देशलाई अप्ठ्यारो पर्दा तितर बितर हुने, एउटै लक्ष्य र उद्देश्यमा आउनुहोस् न। मैले अघि उद्घोष गरिसकेँ त, हामी सम्मानीय यो देशको अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि स्वीकार्न तयार छौँ। मैले गल्ती गरेँ, कुकर्म गरेँ, मैले देश र जनतालाई बुझ्न सकिनँ, म भ्रष्टाचारी भएँ, अन्यायी भएँ, मैले नीतिगत भ्रष्टाचार गरेँ, मैले लगेर चाहिँ कम्बोडियामा पैसा राखेँ, स्विस ब्याङ्कमा राखेँ, म मारवाडी र तस्करको मात्रै अहिलेसम्म गोठालो भइछु। अब म जनताको चाहिँ माली भएर बाँकी जीवन जनता र देशप्रति समर्पित गरेर मर्न चाहन्छु। त्यो हामीले कुनै पनि श्राद्ध गर्दा, पूजा पाठ गर्दा, यज्ञ गर्दा पहिले प्रायश्चित गोदान गरिन्छ नि। मैले केही कुकर्म गरेको रहेछु, केही पाप गरेको रहेछु भने त्यो गाईको बाछाको चाहिँ पुच्छर समाएर हे भगवान, हे प्रभु, हे मेरा पितृ, मैले अहिलेसम्म कुनै पनि पाप गरेको रहेछु भने मेरो पाप सबै तरोस्, मैले नष्ट भएर जाओस्, म क्षमा चाहन्छु, प्रायश्चित गोदान गर्दैछु भनेर कर्म, शुभ कर्मको थालनी गरिन्छ नि। हामी आह्वान गर्छौँ तपाईँहरू प्रायश्चित गोदान गरेर नागरिक बचाउ महाअभियानको झण्डा मुनि आउनुहोस्। यो देशको व्यवस्था परिवर्तन गरौँ, दुर्गा परसाई प्रधानमन्त्री बन्दैन। तपाईँलाई एउटा कुरा भन्छु क्या म, तपाईँहरू यत्रो धेरै निराशा मान्दै हुनुहुन्छ। यो देशमा आज पनि हेर्नुभयो भने यत्रा धेरै सडक चिटिक्क कालो पत्रे बनिराखेका छन्, अस्पतालका भवनहरू बनिराखेका छन्, शिक्षालयहरू हिजो सडकमा बसेर पढ्नुपर्ने वा चौरमा बसेर पढ्नुपर्ने विद्यालयहरू बनिरहेका छन्, नागरिकलाई घाँस बाँस कपासको सुनिश्चितताका निमित्त सरकारले क्रियाशील भएर काम गरिराखेको छ। जताततै खराब भयो भनेर यस्तो निराशा किन पारिराखेको? यो बाटो बनाउनु, म यहाँबाट के अनुरोध गर्न चाहन्छु तपाईँको लोकप्रिय मिडियाबाट भने, आज तपाईँले बनाएको बाटोमा जन्ती भन्दा बढी मलामी हिँडिरहेको छन्। तपाईँ जन्ती हिँड्ने व्यवस्था मिलाउनुहोस्। गत वर्ष मात्रै 30,000 महिलाले बच्चा जन्माएनन्। आज मुलुक वृद्धाश्रममा परिवर्तन भइसकेको छ। 1,60,00,000 भन्दा बढी युवाहरू बाहिर गएको छन्। आज तपाईँको होटल खोल्नुहोस्, खाना बिक्दैन। चिया पसल खोल्नुहोस्, चिया बिक्दैन। लज खोल्नुहोस्, लजमा आएर सुत्ने व्यक्ति छैन। आज यो मुलुकमा नि नुनदेखि सुनसम्म नबिक्ने अवस्थामा पुग्यो। कन्ज्युमर छैन, उपभोक्ता छैन। देश वृद्धाश्रममा परिवर्तन भइसक्यो। यो देशमा बुढा भएका वृद्ध बुवा र आमा घर रुँगेर बसेको छन्। दक्ष शक्ति जति सबै विदेश पलायन भइसक्यो। अर्थतन्त्र टाट पल्टिसक्यो। व्यापार व्यवसायमा बन्द भए 34 वर्षमा 300 भन्दा बढी उद्योग कल कारखानाहरूमा ताला लागिसके। ती उद्योग कल कारखानाहरू सुचारू गर्नु, बाटो बनाएर के गर्नु? नागरिकका घर सबै लिलाम भए, मारवाडी र तस्करका हातमा पुगिसकेका छन्। पुल बनेर के गर्नु? रेल ल्याएर के गर्नु? यो देशमा एक रेल मान्छे छैनन्।
अब तपाईँ घरहरा बनाएर ठिक छ, टावर राजा। बनाएर के गर्नु? आज देख्नु भएको छ नि, जिल्लामा ठाउँमा बनाएका टावरहरूमा आज कागले माथिबाट बिष्ट फाल्ने बाहेक अरू काम भएको छैन। त्यो 300 बन्द भएका उद्योग सञ्चालन गरौँ न, नेपालीलाई यी रोजगारी दिउँ, यी रोजगारीको व्यवस्था बनाऊ। खाडीको तातो घाममा गएर भेडा चराउन, डान्स बार कोठीमा हाम्रा छोरीचेलीहरू नाच्न जाने होइन, उनीहरूलाई एप्रोन लगाएर डाक्टर, इन्जिनियर, नर्स बनाएर सम्मानित पेसामा पठाउँ। तपाईले भनेको मानिलिउँ, एकछिनलाई मानिलिउँ, यो देशमा नागरिक बस्नै चाहँदैनन्, देश बस्न लायक भएन, व्यापार व्यवसाय डुबेकै छ, तपाईँले भनेको कुरा एकैछिनलाई मानिलिउँ। अब तपाईँले भनिराखेको राजा आएपछि एकाएक यो काया पलट भएर हो उज्यालो नेपाल भन्ने चाहिँ कसरी बन्छ? त्यो त हामीले फर्स्ट नेपाल फर्स्ट नेपाली भन्ने नागरिक बचाउ महाअभियानले चाहिँ अवधारणाहरू ल्याइसकेको छ। चुड्कीको भरमा साँच्चै देशको लागि समर्पित हुनु, म भ्रष्टाचार गर्दिन, देश र जनताको लागि केही गर्छु भनेर आउनु भने नि चुड्कीको भरमा 3 करोड नेपालीलाई छोटो समयमा शिखरमा पुर्याउन सकिन्छ, समृद्धिको बाटोमा पुर्याउन सकिन्छ। यो देशको सबैभन्दा ठुलो समस्या भनेको भ्रष्टाचार हो। भ्रष्टाचारको मात्रै न्यूनीकरण गरौँ, देशलाई चुड्कीको भरमा समृद्धिको बाटोमा पुर्याउन सकिन्छ। हिजो अस्ति भारतमा जाबो एउटा कुम्भ मेलामा 66 करोड मान्छे उपस्थिति भए। पर्यटकीय हिसाबले, पर्यटनको हिसाबले, आर्थिक पर्यटनको हिसाबले यहाँ त हामी मात्रै 3 करोड नेपाली जनता छौँ। यो नेपाली जनतालाई त हामीले देशमा प्रत्येक दिन हाम्रा चाहिँ श्रृङ्खलाहरूबाट, हिमाली श्रृङ्खलाहरूबाट बगेर गएको कञ्चन पानी यही भारतलाई मात्रै, छिमेकी राष्ट्र भारतलाई मात्रै प्रत्येक दिन 20 करोड लिटर पानी बेचेर तेल साट्न सक्ने हामीसित क्षमता छ। प्रत्येक गाउँ, प्रत्येक बस्तीमा हामीले पर्यटकलाई निमन्त्रणा गर्ने, लोभ्याउन सक्ने हामीसित त्यस्ता चाहिँ भौगोलिक कृत्रिमता चाहिँदैन। यहाँ भौगोलिकताले तपाईँको प्रकृतिले हराभरा मुलुक छ, तर व्यवस्था सञ्चालन गर्ने व्यक्ति, व्यवस्थाको बागडोर सम्हाल्ने व्यक्ति भ्रष्ट भए, तस्कर भए, तानासा भए, देश र जनताको लागि सोचेनन्, व्यक्तिगत स्वार्थ भन्दा माथि कोही पनि उठ्न सकेनन्। प्रचण्डजीले 17,500 नेपाली जनताको रगतमा होली खेलेर आज छोरा छोरी, बुहारी, मामा, भान्जा, फुपू, फुपाजुलाई सम्मानित पद र प्रतिष्ठामा पुर्याउने बाहेक आज गोली बोकेर हिँडेका छन्। हिजो प्रचण्डलाई त्यो उचाइमा पुर्याउन, बाबुरामलाई त्यो उचाइमा पठाउन, जनक्रान्तिलाई चाहिँ शिखरमा पुर्याउनको लागि गोली बोकेर हिँडेका व्यक्तिहरूको आज चाहिँ शरीरबाट गोली निकाल्न सकिएको छैन। बेपत्ता परिवारले आज पनि कि लास देऊ कि सास देऊ मेरो परिवारको, मेरो छोराको, मेरो छोरीको भएर खोजिरहँदा उनीहरूले न सास पाउन सके, न लास पाउन सके। यो पीडामा अनि गरिब सर्वहारा र भुइँ मान्छे, म तपाईँलाई प्रश्न गर्न चाहन्छु, 34 वर्ष अगाडि एउटा दूर दराजमा रहेको गरिब सर्वहारा र भुइँ मान्छेको पीडा दिए थियो, त्यो भन्दा आज दर्दनाक छ। हिजो उसित घरमा छोरा थियो, छोरी थियो, ऋण थिएन, सम्पत्ति आफ्नो नाउँमा घर थियो, जग्गा जमिन थियो, आज सबै सकियो। न घरमा छोरा छ, न छोरी छ, न ऊर्जाशील जीवन छ, समय छ न आफूसित, न एउटा घर बाँच्यो, न जग्गा बाँच्यो। अनि यो पीडामा अब कहिलेसम्म नेपाली जनता? तपाईले भनेको अर्को कुरा पनि मान्न म के तयार भयो भने गणतन्त्रका नेताहरूले आफ्नो परिवारलाई पदमा पुर्याउने, परिवारमा आर्जन गर्ने, सम्पत्ति आर्जन गर्ने, सुख शैलमा रमाए, तसर्थ नागरिकहरू प्रताडित भए, नागरिक यो व्यवस्थाबाट अगाए भन्ने कुरासँग पनि यहाँको कुरासँग सहमत हुन सकिएला। तर हिजोको राजतन्त्रात्मक शासन व्यवस्थामा राजाले यहाँबाट चितवन जाऊ अर्को बङ्गला, रूपन्देही जाऊ अर्को बङ्गला, तपाईँ हेटौडा जाऊ अर्को बङ्गला, त्यता जाऊ अर्को बङ्गला, यता जाऊ अर्को बङ्गला, राजा जता गयो त्यतै दरबार, नागरिकका झुपडी, नागरिकमा गरिबी, अशिक्षा, स्वास्थ्यको पनि राम्रो प्रबन्ध नै, कतिपय अवस्थामा त सिटामोल के जीवनजलसम्म खान नपाएर हिजो त्यो पखाला लागेर मान्छे मर्नुपर्ने अवस्था थियो। त्यसबाट यति सुन्दर मुलुक, यस्तो सुव्यवस्थित, नागरिक आफै सरकारको नेतृत्व गर्न सक्ने यस्तो गजबको व्यवस्था हटाएर फेरि रैती बन्न किन मन लागेको तपाईँहरूलाई? तपाईँलाई म के भन्न चाहन्छु भने आज जनता, हिजोका प्रजा आज जनता भन्दा के पाए त? मुठीभर व्यक्तिको लागि मात्रै, त्यो भनेको छ नि लाखौंको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ। हिजो जेबी टुरेले गाएको 34 वर्ष अगाडि गाएको गीत आज आएर ठ्याक्कै मिलेको छ। तपाईँ भन्नुहोस्, त्यो क्यालेन्डरको पाना महिनै पछि फेरिए जस्तो देशमा व्यवस्था फेरियो, राजनीति फेरियो, तर
नागरिकको जीवनचर्या कहिले फेरियो? ल क्या जीवनचर्या फेरौँ, जीवनचर्या नागरिकको फेरौँ, तर कुनै एउटा वंशमा जन्मिएका कारणले यो देशको शासन सत्ता त्यसैले चलाउनु पर्ने, उसको परिवारले होइन होइन, हामीले यसो भन्न खोजेकै होइन। राजालाई हामीले राजतन्त्र होइन, अभिभावक विहीन भयो मुलुक, कसैले कसैलाई मानेन, त्यसैले अभिभावकको रूपमा राजतन्त्र होइन राज संस्थाको स्थापना गर्न खोजिरहेको छौँ हामी। 21औं शताब्दीमा हामी हुकुमी शासन होइन, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको अभ्यास गरेर आइसकेका नागरिक, नेपाली नागरिक हुकुमी शासन र जहानिया शासनमा जान चाहँदैनन्। अभिभावकको रूपमा घरमा पनि त बाबुआमा बिन मे बिनाको दाई जसले जे गर्यो त्यसको रजाई भयो। हामीले अभिभावकको रूपमा, विष्णु अवतारको रूपमा राजालाई अभिभावकको रूपमा राखौँ अनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय पद्धतिद्वारा देशको चाहिँ फेरि पनि देशको बागडोर जनताले नै सम्हाल्ने हो। जनताद्वारा निर्वाचित व्यक्तिहरूद्वारा, प्रतिनिधिद्वारा नै यो देशको व्यवस्था सञ्चालन गर्ने हो, विकास गर्ने हो, निर्माण गर्ने हो। तर हामीले के भनेको छौँ? 1 वर्ष बाटो नबनाऊ, 1 वर्ष बिजुलीको पोल विस्तार नगरौँ, 1 वर्ष चाहिँ बुर्ज खलिफा जस्ता ठुला ठुला काग र गिद्ध बस्ने चाहिँ टावर नबनाऊ। पहिले जनतालाई बचाउन। नागरिकको, तपाईको नागरिकको 20 लाख भन्दा मुनिको ऋण मिना गर्ने बित्तिकै 80 लाख भन्दा बढी युवाहरू घर फिर्छन्। युवालाई घर फिराउने वातावरण बनाऊ। त्यस पछाडि देशलाई समृद्धिको बाटोमा, विखण्डित भएको परिवारलाई सङ्गठित बनाऊ। पहिले नागरिकलाई बचाऊ अनि त्यस पछाडि राजनीति गरौँला। आज भूगोल सकिरहेको छ, नागरिक सकिरहेको छन्, अर्थतन्त्र चौपट्ट भयो। आज दुर्गा प्रसाईले नागरिक बचाओ अभियानको स्थापना गरेर जनतालाई नझकझक्याएको भए दिनमा हजारौं हजार नागरिकले आत्महत्या गर्ने। माधवजी म तपाईलाई एकछिन रोकेर देशको भूगोल मात्रै। ठीक छ माधवजी, तपाईलाई यो कुनै एउटा संस्थालाई ल्याएर टुप्लुक्क बसालिदिने त्यो व्यवस्था भन्दा नागरिकले आफ्नो शासन गर्ने व्यक्ति आफै छनौट गर्ने यस्तो गजबको व्यवस्थामा 84 मा अर्को एउटा निर्वाचन हुँदैछ। माधवजीले त्यत्रो देश बनाउने सपना बुन्नु भएको रहेछ। माधवजी आफै सांसद लडेर मसँग यस्तो सपना छन् भनेर फेरि राजनीतिक दल पनि खोलेर यो देशको प्रधानमन्त्री बन्न त आफै सक्नुहुन्छ। यसो छ हजुर, यो व्यवस्थामा टेकेर तपाईले 2/3 बहुमत आए पनि केही गर्न सकिँदैन। यो यति महँगो छ नि यहाँको चुनाव। पहिले तपाईले चुनाव लड्नको लागि, टिकट पाउनको लागि मात्रै 1 करोड रुपियाँ पार्टीलाई बुझाउनु पर्छ। अनि 1 करोड रुपियाँ पार्टीलाई बुझाइसकेर अब तपाईले आफ्नो चुनावी मैदानमा, चुनावी क्षेत्रमा प्रचार गर्न, भोट जित्नको लागि अरु 1 करोड रुपियाँ खर्च गर्नुपर्छ। त्यहाँ 1 करोड रुपियाँ पार्टीलाई बुझाएर 1 करोड रुपियाँ खर्च गरेर दर्जनौं उम्मेदवारहरू मैदानमा उत्रेका हुन्छन्। अन्ततगत एउटाले इलेक्सन जित्छ, अरु आधा दर्जन भन्दा बढी, 1 दर्जन भन्दा बढी व्यक्तिहरू आफ्नो सारा सम्पत्ति, घरबारी सक्छन्, श्रीमतीका गहना सक्छन्, फुफू फुपाजो नन्द आमाजो सित भए जति सिरी खुरी सम्पत्ति सकेर फेरि पनि सडकमा पुग्छन्। अनि त्यो जितेर जाने व्यक्तिले भ्रष्टाचार गर्नु पर्यो। 2 करोड रुपियाँ खर्च गरेर घरबारी सकेर श्रीमतीका, छोराछोरीका, आफन्तका सर सामान, झिटी घर गहना सबै सकेर सांसद बनेको व्यक्ति आय आर्जन के हो? 40-50 हजारले त उसको यहाँ काठमाडौँमा कोठा भाडा तिर्न पुग्दैन, साथीभाइलाई चिया नास्ता गराउन पुग्दैन। अनि भ्रष्टाचार नगरी हुन्छ? यो देशको सबैभन्दा ठुलो, यो व्यवस्थाको सबैभन्दा ठुलो समस्या भनेकै भ्रष्टाचार हो। त्यो भ्रष्टाचारको अन्त्य गर्नको लागि यो व्यवस्थाको अन्त्य हुनुपर्छ। अब यो व्यवस्थामा टेकेर न तपाईँ चुनावी मैदानमा जान सक्नुहुन्छ, न देशलाई समृद्धिको बाटोमा लान सक्नुहुन्छ। त्यसै कारणले गर्दाखेरि हामीले बाटो बिरायौं। हिँड्दै तपाईँ एउटा बाटोमा हिँड्दै हुनुहुन्छ, बाटो बिराउनु भयो भने तपाईले बाटो समाउनको लागि जहाँबाट बाटो बिराउनु भएको थियो फेरि त्यहाँ आएर बाटो खोज्नुपर्छ। त्यसैले हामी 47 मा जान चाहन्छौँ। 47 मा टेकेर यो देशको व्यवस्था परिवर्तन गरेर नागरिकमा समृद्धि ल्याउन चाहन्छौँ। हामीले मन्त्री बन्नको लागि, प्रधानमन्त्री बन्नको लागि, सांसद बन्नको लागि यो अभियान चलाएकै होइन। त्यो थियो भन्दा हामी दल खोलेर गइहाल्थ्यौं नि। हामी यो व्यवस्थाको परिवर्तन गरौँ। एबिसी जलले चलाउनु हुन्छ। माधवजी, तपाईले यो देश क्या सुन्दर बनाउन चाहनुहुन्छ, तपाईको अभियानले यो देशलाई ओहो क्या गजबको देश भनेर भन्न लायक बनाउन चाहनुहुन्छ। चाहना त म पनि घरमा सुनको हात्ती राख्न चाहन्छु। चाहनाले मात्रै त नहुँदो रहेछ। 4 जना मान्छे मिल्न नसक्नेहरूले
चारजना मान्छे जसले जिन्दगीभरि राजतन्त्र भजाएर सांसद खाए, मन्त्री खाए, अहिले पनि सांसद खाइरहेका छन्, प्याट्टै पायो भने मन्त्रीमा गइहाल्छन्। चारजना मिल्न नसक्नेले यत्रा सपना के बाँडेको भने हो? तपाईँले जे कुरा गर्नुभयो नि, हामी सम्पूर्ण राष्ट्रवादी शक्तिहरू, राजावादी शक्तिहरू, भ्रष्टाचार विरोधी चाहिँ स्वतन्त्र नागरिक अभियान चलाएर हिँडेका सबै शक्तिहरूलाई तपाईँले गरेको प्रश्न हामी पनि गरिरहेको छौँ। तपाईँहरूले किन राजा बेचेर खानुहुन्छ? किन हिन्दू धर्म बेचेर खानुहुन्छ? किन राष्ट्र र राष्ट्रियताका कुरा गर्नुहुन्छ? अनि राष्ट्रलाई सङ्कट परेको बेला किन एउटै कित्तामा उभिन सक्नुहुन्न? किन समर्पण गर्न सक्नुहुन्न? यहाँ त के देखिरहेको छ भने मैले श्रेय लिन पाएँ र म अगाडि लाग्न पाएँ भने भोलि म प्रधानमन्त्री हुन्छु, दरबारको प्रिय पात्र म बन्न सक्छु भन्ने स्वार्थ त्यागेर आउनु भने नि, साँच्चै देश र जनताको लागि दुर्गा पर्साई जस्तो निस्वार्थ भावना बोकेर आउनु हो भनेदेखि नि चुड्कीको भरमा व्यवस्था परिवर्तन गर्न सकिन्छ। जनताले अस्ति टेलर देखाए, 2.5-3 लाख जनताले राजधानीमा तपाईँले आह्वान गरेको हो। 10-15 हजार भन्छन् गणतन्त्रवादी। अब तपाईँको क्यामेराले मान्छेले लाइभमा देखेको छ। ए बाबा, दुधलाई दुध भन्नुहोस् न, रातलाई रात भन्न सिक्नुहोस्, दिनलाई दिन भन्न सक्नुहोस्। ती नागरिक कुनै मङ्गल ग्रहबाट ल्याएको होइन, समुद्रको फेदबाट ल्याएका होइनन्। हिजो तपाईँलाई भोट हालेका एमाले, माओवादी, काङ्ग्रेस, रासपाबाट आएका व्यक्तिहरू होइनन्। आत्मआलोचना गर्नुहोस् न। हामीलाई विश्वास गरेर अगाडि बढेको जनसागर किन रातारात हाम्रो पार्टीबाट, हाम्रो नेतृत्वबाट, हाम्रो राजनीतिबाट, हाम्रो व्यवस्थाबाट आजित भएर आज राज संस्था खोजिरहेको छ? आज हिन्दू धर्म किन खोजिरहेको छ? आत्मआलोचना गर्न सक्नु हुँदैन? मेरो बोलेको 12 टक्का भएर हिँड्ने, मैले जे गर्ने त्यही ठिक भएर हिँड्ने। बाई द पिपल, अफ द पिपल, इन द पिपल भनेको के हो? हामी बाई द पिपल, इन द पिपल, अफ द पिपलमा असफल भयौँ। हामीसित नागरिक छैनन्। आधा जीव छ सापले डसिएको, त्यो भ्यागो तोता पनि, झिँगा निल्दछ सासले डसी डसी, आनन्दी भोगौँ बनी। ए बाबा, सास सर्पले तपाईँलाई आधा निदिसक्यो। व्यवस्था इनफ इनफ भएर तपाईँ जहाँ जानुहुन्छ प्रधानमन्त्रीज्यू, जहाँ जानुहुन्छ पार्टीका चाहिँ प्रमुख लिडरज्यूहरू, पूर्व प्रधानमन्त्रीज्यूहरू, तपाईँहरूलाई जुत्ता प्रहार हुन थाल्यो। तपाईँको विरुद्धमा नाराबाजी लाग्न थाल्यो। तपाईँ हस्पिटल पुगिसक्दा फेरि भोलि फिर्केर आउने हो कि होइन थाहा छैन। बाबा, म बिन्ती गर्छु, अब नआएको सद्बुद्धि कहिले आउँछ? अब तपाईँले देशलाई नसोचे कहिले सोच्नुहुन्छ? कमसे कम मर्ने बेला इतिहास बनाएर मर्नुहोस्, स्वार्थबाट बाहिर निक्लिनुहोस्। म सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई, गणतन्त्रवादीहरूलाई तपाईँहरूको विरुद्धमा नागरिकलाई बोल्न बाध्य नपारिदिनुहोस्। बङ्गलादेशको जस्तो अवस्था तपाईँको जीवनमा, तपाईँको व्यवस्थामा नआओस्। आजै सुध्रिनु न। ल ठिक छ माधवजी, यो देशलाई कहिलेसम्म यसरी प्रयोगशाला बनाउने? केही वर्ष अगाडि राजतन्त्रबाट अगायौँ, गणतन्त्र चाहियो, अहिले फेरि गणतन्त्रबाट अगाएर राजतन्त्र चाहियो भनेर यहाँहरूले भनिरहनु भएको छ। यो देशलाई सधैँ प्रयोगशाला बनाइरहन भन्दा जुन विधि, जुन अहिले पद्धति, जुन व्यवस्था छ, यसैलाई सुदृढ बनाउनतर्फ लागेको भए देश सधैँ प्रयोगशाला बनिरहने थिएन होइन र? हाम्रो पनि चाहना त्यही हो। तपाईँले जुन कुरा उठाउनु भयो, मेरो हृदयभित्र गाडिएको कुरा, हाम्रो भावना चाहना पनि यही हो। तपाईँ देशलाई बुझेको, राजनीतिलाई बुझेको, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिलाई नजिकबाट हेरिरहनु भएको यो देशका अग्रजहरू। म त एउटा सामान्य कलाकार हुँ, एउटा अभियन्ता हुँ। एउटा कलाकार रुँदा रुँदै अर्काको सुख देखेर हाँस्दा हाँस्दै अर्काको दुःख देखेर रुन्छ। त्यो भावना बोकेर हिँडेको व्यक्ति हामी पटक्कै राजनीति गर्न चाहँदैनौँ। हामीलाई राजनीति गर्न पनि आउँदैन। हिजो म क्षितिज नाट्य प्रतिष्ठानको ब्यानर मुनि रहेर नाटक गरिरहेको थिएँ। आज नागरिक बचाऊ महाअभियानको ब्यानर मुनि रहेर जीवन्त नाटक गरिरहेको छु। मैले 66 वटा जिल्लामा घुमेर हेरेँ। तपाईँ दलको, तपाईँ पार्टीको, तपाईँको आइडियोलोजीमा, तपाईँको नीतिमा, तपाईँको विचारमा, तपाईँको सिद्धान्तमा कोही पनि छैनन्। तपाईँको सेन्टिकेट तपाईँका नागरिकले, तपाईँका भोटरले, तपाईँको पार्टीका कार्यकर्ताले नागिसके। म अनुरोध गर्छु, देशलाई प्रयोगशाला नबनाऊ। जनताको छातीमा टेकेर अझै पनि झुटको खेती नगर्नुहोस्। तपाईँहरू सुध्रेर आउनुहोस्। राजनीति तपाईँहरूले गर्ने हो। जनताको लागि राजनीति गर्नुहोस्, परिवारको लागि होइन, सामन्तको लागि होइन, मुठीभर व्यक्तिको लागि होइन।
अब गरिबको लागि, सर्वहाराको लागि, भोइ मान्छेको लागि राजनीति गर्नुहोस्। दुर्गा पर्साई र नागरिक बचाऊ अभियानले राजनीति गर्न खोजेकै होइन। राजनीति गर्न खोजेको भए हामी 2079 साल फाल्गुन 1 गते जन्मिएको नागरिक बचाऊ अभियान अहिले हामी पार्टी दर्ता गरेर गइहाल्थ्यौँ नि। किन अहिलेसम्म हामीले पार्टी दर्ता गऱ्यौँ न? हामी राजनीति गर्न आएकै होइन, हामी जनताको जीवनचर्यामा परिवर्तन गर्न आएको। माधवजी माने तपाईहरुसँग अहिले पनि पहिलो प्रश्न जस्तै अन्तिम प्रश्न पनि मेरो यही हो, तपाईहरु चाहिँ कहिले मिल्नुहुन्छ? हामी कोसित मिल्ने? हामी जति झुक्नु पर्ने झुकिसकेको छौं। धानको बाला पनि नि हद भन्दा बढी झुक्यो भने पानीमा डुबेर हकुवा हुन्छ। कति झुक्नु पर्ने? यो देश र यो राष्ट्रले समृद्धि पाउँछ भने हामी केपी शर्मा ओलीसित मिल्न तयार छौं, प्रचण्डजीसित मिल्न तयार छौं, शेरबहादुर देउपासित मिल्न तयार छौं। मैले सुरुमै भनेको थिएँ प्रायश्चित गोदान गरेर आउनुहोस्, सबैसित मिल्न तयार छौं। हाम्रो लिडर, हाम्रो अभियान, हामी 42 लाख यो अभियानभित्र समर्पित व्यक्तिहरू जोसित झुक्नुपर्छ त्यहाँ झुक्न तयार छौं। कम्तीमा माधवजी प्रचण्ड, ओली, शेरबहादुरसँग पछि मिल्नु होला। अहिले त्यो राजा चाहिन्छ भन्नेहरूसँग त मिलेर देखाउनुहोस्। हामी अहिले पनि म यहाँबाट आह्वान गर्छु राजेन्द्र लिङ्गदेनज्यूलाई, कमल थापाज्यूलाई लगायतका केशरबहादुर विष्टजीहरू, यो देशमा राष्ट्र र राष्ट्रियताको हितमा समर्पित भएर पर्दामा एउटा, पर्दा पछाडि अर्को रूप लिएर नआइकिन दुर्गा पर्साईको जस्तो अभियान चलाएर आउनुहोस्। दुर्गा पर्साईको जस्तो राष्ट्रिय झण्डा पार्टीका, तपाईका पार्टीका झण्डा कार्यालयमा राखेर सडकमा आउँदा राष्ट्रिय झण्डा बोकेर आउनुहोस्। तपाईहरु अगाडि लाग्नुहोस्, हामी पछाडि लागेनौं छ भने अनि हामीलाई प्रश्न गर्नुहोला। हामी जसको पनि पछाडि लाग्न तयार छौं। देशले मुक्ति पाउँछ, जनताले समृद्धि पाउँछन् भने जसको पछाडि लाग्न पनि नागरिक बचाऊ अभियान तयार छ। हामीमा कुनै पनि स्वार्थ छैन, हामी राजनीति गर्न आएकै होइन। जनताका पीडा देख्न नसकेर एउटै बयरको रुखमा तीन वटी चेलीले 15,000, 40,000 र 65,000 ऋण तिर्न नसकेर, ब्याङ्क सहकारी र लघुवित्तको ऋण तिर्न नसकेर आत्महत्या गरेको विवश दृश्य देखेर हामीले यो अभियान सञ्चालन गरेको हो। हस् माधवजी, यो समय दिनुभयो यहाँलाई धेरै धेरै ल धन्यवाद। तपाईको लोकप्रिय मिडिया मार्फत अझै पनि म सबैलाई आह्वान गर्छु, नागरिक बचाऊ अभियान बिना स्वार्थ, एउटै मात्रै स्वार्थ देश र जनताको बोकेर अगाडि बढेको छ। तपाईहरु अगाडि लागिदिनुहोस्, हामी पछाडि लाग्न तयार छौं। र तपाईको लोकप्रिय मिडिया मार्फत म सबै पुनः राजावादी, राष्ट्रवादी, भ्रष्टाचार विरोधी सबैलाई एक कित्तामा आउन, तपाईलाई भगवान पशुपतिनाथले सद्बुद्धि, सद्विचार र सत्कर्म प्रदान गरून् भन्दै सबैलाई नागरिक बचाऊ महाअभियान एउटै कित्तामा उभिएर देशलाई निकास प्रदान गरिदिनु हुन हार्दिक आग्रह र अनुरोध गर्दै बिदा चाहन्छु। धन्यवाद। जय राष्ट्रवाद।